Alright guys, alright, good morning. Welcome back to another episode of Pon Vlog. होप्छ सन्चै आरामै हुनुहुन्छ होला। म नि एकदमै आरामै छु। अनि अहिले त भर्खरै उठेको सिमली भन्ने ठाउँमा छौँ। अनि यहाँ चाहिँ हाम्रो बाइक चाहिँ स्टारको लक्ष्मण साथी र म चाहिँ एकछिन यति नजिकै स्यारपुताल भनिरहेछ। स्यारपुताल घुमेर आम्के सोचिरहेछौँ। लेट्स सी अब त्यहाँ चाहिँ चिया खाएर हामी जान्छौँ। अनि त्यही हो गाइस, अनि रातभरि सुत्यो मजाले। अनि दिन हिजोको थकाइ। अनि यहाँ चाहिँ हाम्रो लक्ष्मणलाई चाहिँ स्यारपुताल जान मन लाग्यो रे। अब बाँकी चाहिँ भिडियोहरू उतै बाटामा के हुन्छ हजुर देखाउने चाहिँ। ठाउँ कस्तो छ भने ठाउँ त एकदमै राम्रो थियो। अहिले बर्खामा चाहिँ झनै राम्रो हुन्छ। अहिले चाहिँ त्यस पानी सानी खासै छैन होला, ठिक होला। बर्खामा त अति नै राम्रो हुन्छ। जान्छु यसो भ्यूहरू हेरेर। यहाँ धेरै लाग्दैन रे, 10-15 आधी घन्टाले मेबी म्याक्सिमम भनेको आधी घन्टा लाग्छ। अनि त्यसपछि हामी त्यहाँ घुमेर आउँछौँ गाइस। त्यही हो। बिहान हामी चाहिँ स्यारपुताल त निक्लिन लाग्छौँ दुईजना। हल्का चिया सिया खायो। त्यसपछि त हामी सिधा यात्रा हुन्छ हाम्रो स्यारपुताल। अब यही बेला एकछिन घुमाउँ न भन्ने चाहिँ हाम्रो प्लान भयो। अन द स्पोट फेरि नजिकै छ। टाढा भइदिए त्यति जान हुन्थ्यो नि त। नजिकै छ, बिहानभरि केही काम छैन एकछिन। अनि त्यो रेस्टो स्यारपुताल भेरीको किनारा यो चाहिँ देखिरहेको छेउमा चाहिँ सानो भेरी हो। अनि हल्का अगाडि गर्छ मिसिएर ठुलो भेरी बन्छ। अनि बाटो चाहिँ यो मध्य पहाड लोकमार्गमा छेउछेउ हुँदै गइरहौँ। ल गाइस, अब चाहिँ हामी स्यारपु जाने बाटोमा लाग्दैछौँ। बाटोको हालत त्यस्तो रहेछ। उहिले हो पिच बन्न लाग्यो, अझै पिच बनेर हिँड्छ यार। इन्टेरी कुन्टुरी अन्त बिस्तारै बिस्तारै पिच बन्न अब चाहिँ अफ रोड टोटल पराएर सारा थियौँ कि हामी यहाँ तल खोलामा। माथिबाट सबै दाइहरू मिलेर के यतै टुर सबैको थियो। अनि माथिदेखि 3टा कतिवटा भाले ल्याएर तल पुरै खोलामा बसेर रातभरि नाचो रमाइलो गरेर कस्तो त कस्तो उधुम। त्यो पछाडि ढालामा नाचेर ढाला लपक लपक गर्थ्यो। रमाइलो आयो तर त्यति बेला। खोलाको छेउमा बसेर टक्कन मासु खाँदै। सही हो गाइस, अब चाहिँ हामी अफ रोड हुँदै हुँदै लाग्दैछौँ। अब यहाँदेखि कति किलोमिटर धेरै टाढो थियो नि, तर बाटो चाहिँ यस्तै छ क्या। हल्का अगाडि त पिच भास त मान्छे एकचोटि पोहोर सालको होला, तर अहिले कस्तो छ हालत त्यो थाहा भएन। अब जाउँ के बिस्तारै बिस्तारै स्यारपु घुमौँ। मेरो विचारमा अहिले त्यति पानीको लेभल घट्यो होला क्या। बर्खामा त अलिक बढ्ने पानी त निलो पानी देखिन्छ। अहिले त खै कस्तो छ र, गएपछि थाहा होला अब। गाइस फाइनल अहिले त टक्क लाएर पक्की रोड भेट्यो, पिच रोड। ओहो भेट्यो भने त सक्यो पो यहाँ थिएँ। भेट्यो भन्नै पाएन, सकिहाल्यो गाइस बाटो त। के हो र यस्तो। मैकोटतिर यामखारको भिरै भिर, मै त भुले यामखार भिरै भिर। ल गाइस फेरि भेटिहाल्यो पिच रोड। रुकुम पसन छिनखेत रहेछ। छिनखेत भन्ने ठाउँमा आइसक्यो हामी। अब यहाँ चाहिँ पेट्रोल पनि पाउँदो रहेछ, डिजलहरू चाहिँ मस्त छ। अब यहाँदेखि गए सिधै अगाडि उकाली लाग्नुपर्छ हामी चाहिँ। बिस्तारै बिस्तारै डाँडा उक्लिनु पर्छ। त्यसपछि त के हो त यहाँ ठेक कता बिर्से। आन्टी स्यारपु जाने कता? यही हो स्यारपु स्यारपु स्यारपु। अय्याप्पा धन्न टाइममै सोध्दै फेरि। के हो माथिसम्म पिच बनियो क्या अहिले त। हामीजानेमा त यस्तो डेन्जर थियो बाटो यार। त्यो टर्निङ मात्र उठ्यो क्या। टर्निङमा यस्तै प्लस्टर गरेको थियो, अरू त केही थिएन, पिसिस केही थिएन। अहिले त गरे रहेछ, कहाँसम्म पो गरे। ल गाइस अलमोस्ट हामी चाहिँ स्यारपु ताल पुगिसक्यो। जस्ट यता चाहिँ बाटो एकदमै राम्रो रहेछ। अगाडिको त हल्का सुरु स्टार्टिङमा चाहिँ
5-6 किलोमिटर अफरोड, त्यसपछि त पुरै मेन चाहिने ठाउँमा चाहिँ पिच छ के, उकालोमा चाहिँ मस्तको पिच बाटो रहेछ, कहीँनिर केही अप्ठ्यारो छैन, मजाले सलल्ल बाइक बग्छ। माथिबाट बगी आयो, यस्तो दामी पिच छ हेर्नुहोस् गाइस। उत्तर गङ्गा यताको मान्छेलाई त कस्तो आनन्द आउँछ होला यो पिचबाट, पहिलोको कम्पेयरमा त भन न छन्। पहिला त धौ धौ पर्थ्यो होला, अहिले त पिच सलल्ल घर आँगनमै। विकास त भएकै हो, यहाँको कुन नेताले गरे हो। ल फाइनली गाइस अहिले चाहिँ हामी बाफीकोट गाउँपालिकाको स्यारपुतालमा आइसकेको छौँ। यहाँदेखि करिब अब छ 300-400 मिटर अगाडि होला। अनि बाटो चाहिँ यस्तो खतरा देखिन्छ, भ्यू तल तल नहेरौँ, चक्कर आउँछ गाइस, यति नर्मली चलाउँ। बाटो चाहिँ दामी छ है, यत्तिको बाटो पनि धेरै राम्रो यार। यो ठाउँमा हेर्न गराइबेल त्यस्तो ढुङ्गा हुनुमा त यो धेरै राम्रो नि त, तर अर्को बाटो आयो त लास्टै गाँड फाट्थ्यो फेरि, त्यस्तो डरलाग्दो बाटो पनि। अर्को उताको दुईवटा बाटो हो क्या, एउटा उताबाट आउने बाटो, एउटा यताबाट आउने बाटो। बर्खामा त अलिकति धौ नै हुन्छ होला यतातिर, फेरि हेर्न मजाले बर्खाइमा हो क्या। अस्ति आउनुभएको त हाम्रो बर्खामा त आउनु भिनाजुहरू कति भिनाजु, त्यसपछि आएर तिनी के स्वस्तिका, अनि भीष्म, अनि प्रसन्न, अनि त्यो अर्को भाइ, अनि को गइरहेको थियो कि ट्याक्कै, पुरै घुमेर स्यारपुताल घुमेर गाउँ त्यो बेला। ल फाइनली गाइस अहिले चाहिँ टक्क लाएर हामी स्यारपुताल आइसकेका छौँ। देख्न सक्नुहुन्छ स्यारपुताल चाहिँ हल्का चाहिँ पानीको मात्रा चाहिँ अलिक कम भएछ। बर्खामा चाहिँ स्पेसली यहाँ आउनु लाइक चाहिँ बर्खा जस्तो मान्छ मैले चाहिँ मानिदिन्छु। यस्तो दामीसँग गाउँ ट्याक 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 मिलेर बसिरहेको कस्तो दामी देखेछ है, सही हो गाइस। अनि जस बाटो चाहिँ आधा 5-6 किलोमिटर चाहिँ हल्का अफरोड थियो, त्यसपछि अगाडि चाहिँ जति उकालो लाग्यो त्यहाँ चाहिँ बाटो मस्तको पिच रोड दामी एकदमै राम्रो सुन्दर। अनि यहाँ चाहिँ हाम्रो साथीलाई घुम्नु मन लाग्थ्यो, आएँ चित्त बुझेँ। म त पहिले आइसकेको थिएँ एकचोटि, म मङ्सिरको महिना आएको थिएँ क्या लास्ट इयर, अनि त्यति बेला हाम्रो ट्रिप थियो कि त्यति बेला आएको थियो। अनि त्यति बेला अहिले चाहिँ हल्का चेन्ज छ माने, मैले त्यति बेला यो पनि बनाएको थिएन, अहिले चाहिँ यो पनि बनाएर रहेछ। सही हो, रमाइलो भयो, एकछिन बिहान फ्रेस पनि भयो, नयाँ ठाउँ घुमियो, पहिले घुमिरहेको ठाउँ अनि नयाँ ठाउँ नि त फेरि चेन्ज अलिकति परिवर्तन भएर छ। अनि जस दामी नै लाग्यो। अब एकछिन हामी फोटोसोटो खिच्छौँ अनि हामी फर्किहाल्छौँ। धेरै बेर यहाँ चाहिँ बस्दैनौँ, धेरै बेर हामी यहाँ बस्दैनौँ, किनभने यहाँ चाहिँ हामी फर्किहाल्छौँ, खानासाना खाएर काममा फेरि लाग्नु पर्ने छ, त्यही हो। अनि आयो बेला हल्का रमाइलो लाग्यो। अनि कस्तो लाग्यो त हाम्रो साथीलाई चाहिँ नयाँ ठाउँ? एकदम राम्रो राम्रै लाग्यो। एकदम अब फोटोसोटो खिच्नै पर्ने हुन्छ होइन, एक दुई झलक। म त त्यो सोचे भन्दा अलिक फरक माने क्या, मैले त्यो के छ अस्ति फोटो खिच्नु थिएँ, पानी भरेर होला, पानी भयो। अहिले अनि उतातिर गएपछि दामी दामी सिन आउँछ होला फोटो खिच्ने, यस्तो झरमा न। टक्कलाई हामी यता चाहिँ फोटो सेसन गर्छौँ गाइस, त्यसपछि बाँकी कुरोहरू देखाउने छु। अन्तिमसम्म भिडियो हेरिदिनु। यदि मेरो च्यानल कोही नयाँ हुन्छ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु नभुल्ला भन्दै बाँकी भिडियो अलि सुरुवाती चाहिँ हुन्छ। अनि यहाँ चाहिँ घाम यस्तो दामी, अनि यो पाहाडमा सायद हिउँ पनि पर्छ जस्तो लाग्छ मलाई त, यस्तो टुप्पामा यस्तो हाइटमा फेरि यो, तर खतरा ताल हो यार। हुन त रुकुम त्यसै पनि के अरे 55 ताल के पोखरी भनेर चिनिन्थ्यो क्या पहिला पहिला, अझै त त्यो श्लोक छ कि नै। यही यस्तो छ गाइस, हालत चाहिँ यस्तो छ फेरि हाम्रो है। ल अहिले चाहिँ अलि देखाउँछु अरू कुराहरू चाहिँ। अहिले चाहिँ टक्क लगाएर हामीले चाहिँ फोटोहरू पनि खिच्यो, रमाइलो गऱ्यो, एकछिन हेऱ्यो दृश्यहरू यहाँदेखि देखिने। अनि पानी चाहिँ हल्का हल्का, किनभने सर पानी खासै फ्लो छैन नि त, त्यही भएर हल्का फोहोरो चाहिँ देखिरहेछ, त्यति सफा देखिया होइन। तर बर्खामा त एकदमै दामी हरियो पानी, मेबी मलाई लाग्छ घाँसमा त आउँछ होला त्यो पानी, किनभने यो जहाँसम्म पानी आयो त्यहाँसम्म घाँस छ नि, जहाँ पानी आउँदैन त्यहाँसम्म घाँस जस्तो लाग्छ। अनि देखिरहेको एकदमै राम्रो दृश्य छ, आउनुलाई घुम्नु होला भन्न चाहन्छु म चाहिँ, एकदमै राम्रो। अनि खानु त टाढै पर्छ बारे दाङबाट हरेक ठाउँबाट, तर यहाँ सँगसँगै अन्त पनि घुम्न सकिन्छ। यतातिर माथि टक्सेरा घुम्न जाने बेला, अनि यताबाट यता पनि घुम्न सकिन्छ, टक्सेरा कमलदह, अनि यता के मन छ नि त माथि पाथी हाल्न साथी के राम्रो राम्रो ठाउँहरू छन्। त त्यहीसँगै त्यहाँहरू घुम्ने क्रममा यहाँ चाहिँ घुम्न मजाले सकिन्छ। अनि एकदमै राम्रो लागेको ठाउँ छ। तर यसो ताल पोखरी घुम्न चाहिँ बर्खामै राम्रो हुन्छ, बाटो अप्ठ्यारो हुन्छ तर पानी हल्का राम्रो देखिन्छ। अहिले त खासै पानी सानी देखिया होइन, त्यसले गर्दा त्यति राम्रो देखिया होइन।
तर पछि चाहिँ बर्खामा चाहिँ निलो पानी अनि जताकतै हरियाली अनि मौसम पनि एकदमै क्लिन हुन्छ कि सबै दृश्यहरू देखिन्छ। अनि त्यसपछि आएर चाहिँ बादलहरू पनि सफा बादलहरू हरेक चिज देखिन्छ। अहिले चाहिँ पुरै सुक्खा छ, पानी पनि सुक्खा, मौसम पनि सुक्खा, हरेक चिज सुक्खा छ। हामी त्यति काम गर्न आएको मौकामा चाहिँ हामी घुम्न आएको एकछिन अनि घुम्यो रमाइलो भयो। अब चाहिँ हामी यहाँ निक्लिन्छौँ होला। ल गाइस फाइनल अब चाहिँ हामी स्यार्पु घुमेर निक्लिसक्यौँ। जे होस् रमाइलो भयो, आइयो एकछिन घुम्यो, माइन्ड पनि फ्रेस भयो, हल्का फोटाहरू खिच्यो। अब चाहिँ हामी लाग्छौँ सिधै सिमली। हामी सिमली गएर खानासाना खान्छौँ, त्यसपछि बाँकी काम गर्दै अरू काम गर्दै हामी निक्लिन्छौँ सल्यानतर्फ। ल फाइनली गाइस अहिले चाहिँ हामी चौरजारी भन्ने ठाउँमा छौँ, देख्नुहुन्छ भ्यू। अनि यो चाहिँ यहाँको ठुलो बजार हो भनौँ न, रुकुम जिल्लाको मेरो लाग्छ यो सबैभन्दा ठुलो बजार यही हो जस्तो लाग्छ। किनभने अन्त होला के अरे कार्यालयहरू होला नि, तर यहाँ चाहिँ बजार चाहिँ एकदम ठुलो छ। किनभने चाहिँ ठ्याक्कै तराई जस्तो हो कि बेल्ट एकदम ट्याक्कै समथल भूभागमा छ नि त, त्यसले गर्दा यहाँ चाहिँ बजार अलिक छिटो बिस्तार भएको जस्तो लाग्छ। माथि खलङ्गातिर भन्दा यहाँ चाहिँ अलिकति ठुलो लाग्छ मलाई, अलिकति सम्म भएको छ। अन्त अलिकति पाखामा छ नि त, माथि खलङ्गा अब यस्तो टुप्पामा चाहिँ खासै बजार बिस्तार हुन पाएन। साँगुरो ठाउँमा यहाँ चाहिँ ठुलो सम्म भागमा चाहिँ बिस्तार भयो क्या। त्यही अब हामी यहाँबाट निक्लिन्छौँ यताबाट। ल फाइनल क्या अहिले चाहिँ हामी चिसापानी भन्ने ठाउँमा छौँ, भ्लगमा हो कि। अनि देख्छ बाटो त यस्तो ध्वस्तवाला बाटो छ पुरै, अब के गर्ने हिँड्नै पऱ्यो है, काम चाहिँ हान्नै पर्ने हुन्छ। हल्का अब थोरै छ 10-15 मिनट मात्र, त्यसपछि फेरि पिच बाटो सलल्ल फेरि मिठो बाटो आउँछ। त्यसपछि त हल्का 10-15 मिनट चाहिँ अलिकति दुःख पाइन्छ, धुलो चाहिँ ऱ्याप छ। अनि घाम चाहिँ यस्तो चर्कोवाला घाम माम पुरै हात पोली यार, धुलै धुलो, गाह्रो छ गाइस, गाह्रो छ। अरू टक्क तल लगेको धुलै धुलो बाटो क्रस गरेर अहिले चाहिँ दामी राम्रो बाटोमा आइसकेको छौँ। एकछिन त दुःख पाइयो क्या, पछाडि बाइक अगाडि आफूले बाइक चलाउनु, पछाडि धुलो वाल धुलो आएर पछाडि धुल्याम्स पाहामा धुल्याम्स। अब चाहिँ यहाँदेखि मस्तको मजाको बाटो, यो ट्रक कसरी आयो होला त्यस्तो बाटोबाट यार। धुलो बढ्यो, धुलो बढेपछि झ्याउ हुन्छ क्या। वनभरि यस्तै आगो लाग्छ गाइस यार, कृपया सबैजनाले आगो पनि नलाइदिनु होला जङ्गलमा, यो चाहिँ भन्न चाहन्छु यो भिडियोको थ्रुबाट। हेर्नु त कस्तो छ, यस्तो वनमा आगो लाग्यो कि त्यो पुरै वनै वन तुवालो भएको कि पुरै धुवै धुवा भएको। अब त्यति बेला हिँड्दै यहाँदेखि कहाँ गाडी घोडा केही नचल्ने अनि जाने, अनि बिस्तारै गाडी ट्र्याक खुलो गाडीहरू आउने भयो, अझ पिच बन्यो। त्यो बुढापाका मान्छेलाई अचम्म लागिहाल्छ नि, त्यसमा त विकास भइरहेको देशको भन्ने मान्दैन। यस्ता बुढापाका बस्यो नि तिनीहरू लाग्छ त। अब 2 वर्ष अगाडि मै यहाँनिर थिएन त बाटो यस्तो, अनि अहिले कस्तो राम्रो पिच बाटो छ। विकास बिस्तारै भइरह। अलिकति त रुकुम र सल्यानको बाटो राम्रो बनाइदियो नि त भइतको, अन्त बाटो राम्रै छ। अब फाइनली गाइस अहिले चाहिँ हामी कोटमौला भन्ने ठाउँमा छौँ, कोटमौला नमौला हाल्ने भन्ने ठाउँमा। अनि यहाँको चाहिँ सानो बजार, यहाँ चाहिँ 2-4वटा मेडिकल छन्। यस बाटो चाहिँ एकदमै दामी राम्रो, कोरी बाटी चिटिकै भएको छु। सो फाइनली गाइस अहिले चाहिँ हामी टक्क लगाएर थारमारे भन्ने ठाउँमा छौँ। अब हल्का नास्ता बना रेडबुलहरू खायौँ, अब फ्रेस भयो, हल्का धुलो वाइल्ड धुलो पनि खाइयो बाटोमा। अब चाहिँ हामी यहाँदेखि लाग्छौँ सिधै श्रीनगर, अनि बाँकी श्रीनगर अलिकति काम गर्नु छ, त्यसपछि अरू अगाडितिर लान्तीतिर पनि हल्का काम गर्नु छ। अहिले चाहिँ 2 बजिसक्यो। त्यही गाइस अब बाटामा के हुन्छ त्यो देखाउने छु। अब बाटामा त्यति साह्रो चाहिँ भ्लगिङ चाहिँ हुन्न, अब जहाँ जहाँ रोक्छु त्यहाँ चाहिँ बनाउँछु। किनभने चाहिँ अब हिजो आएको ठाउँ त्यति बनाएको छु नि त, अब चाहिँ आज त त्यहाँतिर बनाउँदैन।
जहाँ जहाँ हुन्छ बाटामा अलिअलि ट्याकटुक मिलाएर सानो मिठोवाला चाहिँ बनाइन्छ त्यही हो बाई बाई अहिले चाहिँ हामी टक्क लाएर अरङ्गले फेरि भन्ने ठाउँमा छौँ धेरै साह्रो हुन्छ बाटो चाहिँ यस्तो खस आजको पाहाडको यात्रा जम्मै यस्तो हुन्छ जतागतै विकास भइरह अनि यस्तै डरलाग्दो हुन्छ त्यही हो अनि जब बर्खा लाग्यो तब सुरु हुनु लाग्यो बर्खामा त ऊ भइरहन्छ नि त पहिरो गइरहन्छ नयाँ माटो तर अलिकति दसैँपछि नै सुरु गर्नुपर्ने हो यति बेला काम छ लब हल्का रिटेनिङ वालहरू उठाएर भ्याइसक्यो क्या अब बर्खा सुरु हुनु लाग्छ अब बर्खा लाग्छ त्यसपछि सबै छोडिदिइहाल्छ यहाँ काम गर्न त बर्खामा अनि पहिरो जाने दुःख भयो भने जनताले हामीले गाह्रो छ गाइस गाह्रो नेपालमा धुलो खान गाह्रो छ हे 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 ला 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 अगाडि गाडी गएको छ धुलो उडाएको छ तर काम चाहिँ भइरह है यो चाहिँ खुसी लाग्छ फेरि अलिकति अब काम हुने क्रममा धुलो खाइन्छ स्वाभाविक नै हो तर बाटो बनिरहेछ खुसी लाग्छ अगाडि जाम रहेछ क्या हो के हो र जाम छ क्या जाम जाम छ क्या जाम